के होला यो होइन अन्डामा चाहिँ साग हालेको एकदम हामी चाहिँ तरुल खाने बेला यस्तो डाइटिङ खाने त्यति तरुल खाने हुन्छ सबै ल अब हामी एकछिन नास्ता खाँदैछौँ रोटी र यो अन्डा साग है पुग्यो के हो हात धुँदैछ भाइले रोटी खोला गाइस हुन्छ बेला खाने होला रोटी ल्याछौँ गाइस रोटी मात्रै पर्दैन बाहिरबाट हेर्दै हुन्छ अनि हाम्रो चाहिँ खै म अलि उता गोरुको पनि रहेछ यार टुबक पनि छ एउटा अनि यहाँ अर्को ठाउँमा आइसकेका छौँ हामी यहाँ फडानी हुँदैछ हेर्नु त फडानी हुँदैछ अब नास्ता खाएर हामी फेरि देखाउँछौँ अब टक्क लाएर अगाडिको भ्यू देख्न सक्नुहुन्छ तपाईँको हेर्नुहोस् यस्तो भ्यूमा बसेका छौँ हामी अगाडि ठ्याक्कै यस्तो कालीजौरो पाउने जङ्गल यिनै हुन् फेरि कालीजौरो पाउँछ एकदम प्रशस्त मात्रामा